सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने भन्ने विषयलाई रोक्नु हुन्थ्यो हुँदैन थियो त्यो कार्यक्षेत्र हो कि होइन थाहा छैन, तर सम्मानित अदालतले भनिसकेपछि त्यसको पनि अवज्ञा गरेर अहिले सरकारले उनीहरूलाई मन्त्रालयमा फर्काउन खोज्दैछ। त्यो पनि सर्वोच्च अदालतको प्रधान न्यायाधीश भइसकेको पात्रले। त्यो पनि खतरा प्रधान न्यायाधीश फेरि उहाँ चाहिँ अब खतरा त किन अर्थमा भने उहाँले चाहिँ जता हावा चल्यो त्यतै निर्णय आन्दिनुहुन्थ्यो त्यो बेला पनि होइन। उहाँ पनि प्रधान न्यायाधीश कम एक्टिभिस्ट धेरै हो माननीय सुशीला कार्कीज्यू। एक्टिभिजम सजिलो हुन्छ क्या, तर रेस्पोन्सिबिलिटी लिन चाहिँ धेरै गाह्रो हुन्छ। कानुन सम्मत हुनुपर्छ हरेक चिज कानुनको नजरमा, सही छ होइन। उहाँ भन्नुहुन्थ्यो त 5 दिनमा भ्रष्टाचार ठिकठाक हुन्छ टुँडीखेलमा कारवाही गर्ने हो। मिल्दो रहेछ त श्रीमान, टुँडीखेलमा कारवाही गर्न भ्रष्टाचारीलाई। अनि तपाईँलाई लाग्दैन फेरि भ्रष्टाचारी हुन्छ कि प्रक्रियाले भन्नुपर्छ? त सुशीला श्रीमानका लागि मेरो यति मात्रै प्रश्न हो।